छेकार्नु त्यो हातले हो ल त्यति गर्न त पाइयो अब भन्नुपर्दाखेरि चाहिँ कस्तो हो त भन्दाखेरि चाहिँ अमेरिकन पोएट छन् कि एकजना हैन वाल्ट व्हिटमन है अनि उनले भन्छन् कि वी आर टुगेदर आई फरगट द रेस्ट भनेर भन्छन् कि हैन अब वी आर टुगेदर अब आई फरगट द रेस्ट भनेर मैले चाहिँ भन्न सक्दिनँ हैन अब एक पल खासै चाहिँ यादै छ मलाई पनि फर्स्ट टाइम देखेको चाहिँ टिकटकमा देखेको हैन इन्स्टाग्राममा खोजेँ मैले अनि त्यस पछाडि जे होस् दुःख अलिअलि गरेर उसलाई भेटाएको सायद चाहिँ भाग्यमा लेखेको थियो क्यारे उनले चाहिँ कसैलाई चाहिँ गर्दिनथिन् त्यो रिक्वेस्टको एक्सेप्ट उनले मलाई गरिन् अनि त्यही हिसाबले चाहिँ हाम्रो चाहिँ भनौँ न नजदिक हुँदै गएको हो बुझ्दै गएको हो अनि त्यस पछाडि लगभग 5 years मोरको रिलेसनसिप पछाडि चाहिँ अनि वी डिसाइडेड टु गेट म्यारिड म शब्द पाए तिमी अर्थ बनिदेऊ यो जिन्दगीको सहारा बनिदेऊ कमजोर हुँदा सामर्थ्य बनिदेऊ अँधेरीमा तिमी जुन बनिदेऊ न तिम्रो मायाले डोर्याउन मलाई तिम्रो छाया नै बनाउन मलाई लैजाऊ न तिमीसँगै जहाँ तिमी र म पाना भए तिम्रो नाम भरिदेऊ ओठमा हाँसो भरिने विचार बनिदेऊ न गुनगुनाउँछु तिमी स्वर थपिदेऊ न रिसेन्टली चाहिँ अब सबैभन्दा बढी मलाई तानेको चाहिँ उसको फ्यामिलीले हैन बाबा मम्मी हैन पछि भाइ पनि चाहिँ अब अस्ट्रेलियाबाट आयो भेट भयो हैन सच के भन्ने अब हम्बल फ्यामिली है अब बाबा मम्मी एकदम सोझो एकदम मायालु हैन मलाई चाहिँ त्यसले पनि चाहिँ एकदम मलाई चाहिँ तानेको बोलेको अब हुन्छ नि अब भेटेको मलाई त 1-2 भेटमै अब हि इज द वान भन्ने फिल भएको थियो कि मलाई पनि खासै त्यति टाइम चाहिँ लागेको होइन है अब के हो यो आई डोन्ट नो अब फेट डेस्टिनी हैन अब यो थाहै छैन के छुटाउन सकोस् न झुटो संसारले न जित न हारले न कुनै शङ्काले नै टुटाउन अब फ्युचरको लागि चाहिँ भन्नुपर्दाखेरि चाहिँ अब सबैभन्दा धेरै माया हैन यो माया नघट्ने यो माया सधैँ बढ्ने प्रमिस हैन मेरो सधैँ साथ मेरो सधैँ सहयोग मेरो सधैँ माया हैन मेरो सधैँ चाहिँ केयर तिमीलाई तिम्रो फ्यामिलीलाई सँगै पाइला चाहनु होइन अब लाइफ भनेको सधैँ अब गुड टाइम नै हुन्छ भन्नु हुँदैन अफकोर्स अप्स एन्ड डाउन्स त भइरहेको छ अब पार्ट अफ लाइफ त्यो अप्स एन्ड डाउन्समा चाहिँ सधैँ सँगै हिँड्न पाऊँ भन्ने चाहिँ मेरो इच्छा छ
तिम्रो मायाले डोराउन मलाई तिम्रो छाया नै बनाउन मलाई लैजाऊ न तिमीसँगै जहाँ तिमी र म